हेलो वेलकम एभ्रिवान वेलकम टु प्रिन्सी भ्लग। आई होप सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै नै छु। म चाहिँ यत्तिकै बाटोमा हिँडिरहेको छु, त्यत्तिकै हावा खाँदै। अनि मलाई चाहिँ भिडियो बनाउन मन लागिरहेको थियो है। भिडियो बनाउन चाहिँ कस्तो कहिले किन मिलेको कहिले किन मिलेको जस्तो भइरहेको थियो। तर क्रस गर्दैछु म चाहिँ घर वरपरको ठाउँहरूमै यतिकै बाटोतिरै हिँडिरहेको छु। अबको यो समय यो चैत महिना हो नि त। अबको यो समय भनेको चाहिँ हावाहुरी पानी आउने समय हो अनि चैते धान रोप्ने बेला पनि हो अनि नयाँ पालुवाहरू पनि पलाउने बेला हो। सो हेर्नु न, हाम्रो यतातिर चाहिँ रोपाइ सुरु हुन थालिसक्यो। हरियाली कस्तो राम्रो देखिरहेको हुन्छ नि है। तपाईँहरूकोतिर नि रोपाइ सुरु भयो होला। आई होप हाम्रो चाहिँ यहाँ रोपाइ भइरहेछ, यतातिर रोपाइ भइरहेछ है। मान्छे नै देखेको छैन तर हाम्रो यहाँ रोपाइ भइरहेछ। हरियाली शान्त वातावरण, आहा सबैलाई कस्तो मनपर्छ नि है। मलाई त एकदमै मनपर्छ। अब म चाहिँ यहाँबाट फर्किन्छु, फर्किँदै भिडियो बनाएर जान्छु। सायद हजुरहरूले मेरो भोइस क्लियर सुन्नु भएको छैन होला किनकि डिस्टर्बहरू पनि आइरहेको छ। धेरै पछि चाहिँ आज एउटा भ्लग बनाएको छु, आशा छ सबैजनाले हेरिदिनुहुन्छ। मलाई चाहिँ यो भ्लग कस्तो काटी बनाइरहनु परेको छ किनकि बाइकहरू बसहरू हिँडिरहेको छ अनि त्यसपछिबाट साउन्ड राम्ररी क्लियरली पनि आइरहेको छैन। त्यही भएर चाहिँ यो मैले भिडियो चाहिँ घरि बनाइरहेको छु। हावा हेर्नु न कस्तो मजाले हावा चलिरहेको छ। अब गर्मी महिना पनि सुरु भयो। बिहान र बेलुका चाहिँ चिसो नै छ है। दिउँसो त के भन्नु गर्मी छ। म चाहिँ घर फर्किँदैछु। हेर्नु न मेरो वरपरको इन्भाइरोमेन्ट कस्तो राम्रो छ है। अनि हजुरहरू सबैजना के गर्दै हुनुहुन्छ, दिनहरू कसरी बितिरहेको छ। अब के भनौँ भन्ने कुरै छैन। थ्याङ्क यू सो मच एभ्रिवान फर वाचिङ माई भिडियो। बाई बाई।